ल ठ्याक्क हामी बसेको चाहिँ यति पैसा भएछ। ल सबैजनालाई नमस्कार। हामी चाहिँ आज यहाँ आर्थोक छौँ। अब आर्थोकदेखि आज चाहिँ हाम्रो प्लानिङ चाहिँ घुम्न जाने चाहिँ हाम्रो गान्द्रुक हो। गान्द्रुकसम्म सर्ट टिप छ, त्यतिसम्म पुगेर आइन्छ। बाइकहरू रेडी भइसकेको छ, जलाएर प्याकिङ भइसकेको छ। हामी दुईजना, अब पछि बाटोमा गएर एकजना चाहिँ थपिँदै हुनुहुन्छ। लेट्स गो। अब हामी हिँडिन्छ है, रेडी भइयो। ल फेरि अर्को क्लिप आउँछ। अब तानसेन नजिकैको भ्यू हो यो। अहिले तानसेन बजार आइपुगे। हामी तानसेन बजार प्रवेश गऱ्यौँ र निस्किने हो। हामी अब तानसेन बजारबाट अगाडि जाँदैछौँ। ट्याक्क हामी चाहिँ रामदी आइयो है। यो चाहिँ रामदीको पुरा सबैले देख्नु भएको छ अहिलेसम्म। त्यही पनि हामीले पनि देखाइदिउँ न कस्तो छ भनेर। देख्न चाहिँ सबले देखेको छ। यो पोखरा जाँदाखेरि यता चाहिँ नदी बगिरहेको छ ट्याक्क। ए यहाँ चाहिँ टक्क भवालै देखिएछ है नदी। यता चाहिँ हाम्रो श्रीमतीज्यू फेरि फोटो खिच्न रेडी भएर बसेछ मानेछु। कस्तो लागिरहेछ के हो त्यो भनेको? एक्साइटेड भयो पोखरा पुगेर गान्द्रुक। ल ल ल भिडभाड छ यहाँ चाहिँ। टुरिस्टहरू आइरहेछन्, हाम्रो लोकल टुरिस्टहरू आगे देखो अगाडि ल वेलकम छ। नमस्कार। ल अघि यहाँ भरोसाहरू कुर्दै यत्रो बेर भयो, बल्ल आउनुभयो। झन् हामीले उहाँबाट आएर पनि कुर्न परेपछि नि भनेको तपाईँ टाढा आउनु भएछ। हामी अब गान्द्रुक जाने हो। खानासाना खाएर खाना नखाइ आएको हामी चाहिँ फाइनल्ली पोखरा त आइयो। खाना चाहिँ खाइयो छैन, तर अब चाहिँ हामी नास्ता खाने तयारीमा हौ। यता हाम्रो यता यहाँ नास्ता नखाएको मान्छे, भोक लागेको मान्छे, यता चाहिँ भात खाएर आएको मान्छे। दुईजना चाहिँ भात खाएर छुट्टै बस्दैन, भात खाएको भनेर
अब चाहिँ हामी परौठा चाहिँ खाने छ। अब 3 जनाको परौठा, भरत सरको चाहिँ उसा आउँदैछ स्पेसल मोमो भैँसीको होइन। दाइको होटलमा आएर भैँसीको मोमो पाइन्न होइन दाइ? पाइन्छ र दाइ? पाइँदैन भन्नु दाइले। नाकै चुच्चु देखेर पत्ताउनु भएन क्या भैँसी खान्छन् भनेर। ल ल नास्ता खाइ त लागेर ल आउनु ल खाऊ नि त। ल खोइ खुवाइदेऊ नि त मलाई एउटा। फाइनल्ली हामी नास्ता सास्ता खाइयो पोखराबाट। यता आउनु पर्छ सर। त्यसपछि अब हामी चाहिँ सिधै गान्तोकको टिप हो। म्याप चाहिँ डाउनलोड गरिसक्यो। अब म्यापको आधारमा त जाने हो। कस्तो लागिरहेको भर सर? यहाँ आउनु। यहाँ आएर घाम भयो भन्छ। घाम भयो अरे अहिले त सब कोरले लागेको गर्मी भइरहेको। कस्तो लागिरहेको सविता मिसलाई? तिमीलाई कस्तो लागिरहेको? गान्तोक पुग्नलाई। ल गान्तोक पुगिन्छ। म्याप स्याप अब डाउनलोड भयो। हाम्रो झोला चाहिँ यस्तो भएछ। अब मिलाउनु पर्छ। अर्को बाइक उता छ। अब एउटा टोली आउँदैछ मिसिन। ल अहिलेलाई हामी दैनिक गरौँ। त्यसपछि हाम्रो यात्रा गान्तोक हुन्छ। त्यसपछि गान्तोकलाई देखाउँछु। बाटोमा केही राम्रो राम्रो सिन रहेछ भने हजुरहरूलाई देखाउने हो। देखाउनु पर्यो नि त। ल अहिले चाहिँ बाई बाई। यो चाहिँ गान्तोकमा जाँदाखेरि बाटोमा देखिने दृश्य हो। यस्तो बवाल लाग्यो। खत्रै छैन? कस्तो लाग्यो? यता आएर त टोपी निकाल न। यता आएर यहाँ हामी चाहिँ गान्तोक जाने बाटोमा छौँ के अरे बिचमा। अब 5 किलोमिटर जम्मा बाटो चाहिँ अहिलेसम्म भिजै छ। माथि गएपछि चाहिँ अब कस्तो छ थाहा छैन। अफरोड भन्ने सुने हो अलिअलि। अर्को टिम चाहिँ यसो हरन लाउँदा लाउँदै जानु हो। यसो हामी चाहिँ यहाँ छरा चाहिँ खतरा रहेछ कि यहाँ। ए बबालै लाग्यो। कस्तो लाग्यो बुढी? यो छरा दामी रहेछ होइन? सबै मन पऱ्यो यो छरा चाहिँ। यहाँ चाहिँ फोटोसोटो खिच्न पर्छ। ल अरू त यो चाहिँ बाटो यो चाहिँ आउँदाखेरि छुटाउनै नहुने ठाउँ यो चाहिँ। भलै देखिएछ होइन? गान्तोक जाने बाटो बिजोग छ बाटो। गाडीहरू जान नसकेर धकेल्न परिरह। यो तलसम्म यस्तै छ यो बाटो। अवस्था गान्तोककै गाडी जान नसकेर जताततै तलैसम्म यस्तै छ जमामै। फाइनल्ली फेरि अर्कोलाई धकेल्न पर्न सक्छ। माइक्रोलाई हेलो हिँड्नु गयो कि के भयो? यस्तो छ गाडीको अवस्था। गान्तोकको बाटो हामी माथि आइपुग्यौँ। हाम्रो बाइक तल छ। त्यो बाटो उहीँसम्म यस्तै छ अरे। मान्छेको भागदौड छ। हुने हिँड्छौँ यहाँ त पुराना नलाउने भनेर राखेको कपडा लाएर आउन ठिक रहेछ। फेरि स्कुटी पनि ल्याएन त ल्याउन। जाम फुले जसरी
गान्द्रुक जाने बाटो हो कि के हो यो? फाइनल्ली हामी गान्द्रुक पुग्यो। लैनु यस्तो रमाइलो छ गान्द्रुक। हामी चाहिँ यो होमस्टे खोज्दैछौँ क्या, पाइन्छ कि पाइन्न हेरौँ के हुन्छ। भाइरल घरहरू छन् यहाँ। अब टोली यता टोली यता यता के छ टोली कस्तो भइरह? तर यो गल्ली चाहिँ खतरा खतरा रहेछ क्या, ठिक लाग्यो चाहिँ। आएर यता माथि आएको ठिक गरेर चाहिँ कि तलभन्दा प्याक छ होला न? प्याक भयो भने गुरुङ गाउँ निशान गुरुङ ड्रेस हाउस चाहिँ यहाँ रहेछ सेवारोवाला। यहाँबाट देखेको रहेछ क्या सेवारो, यो रहेछ भाइरल उसवाला। हेर त ऊ त्यहाँ हेर नि त, त्यहाँबाट हिमाल देखेर उति हो क्या। ऊ त्यो धौलागिरी त्यहाँ देखिएछ होइन? एक दिनमै? आज त अब छैन होला। आज नि आज त छ होला। आज सबै प्याकै प्याक उता प्याक भएर यता आहा नि पाउनु अरे। कता? उताको गाउँमा कि उता अर्को गाउँ पनि छ उता? साह्रै धेरै यस्तो ठुलो गाउँ त छैन। ए हो र? यही हो मेन गाउँ। यहाँ पाइन्छ कि सोध्दै? हजुरकोमा यही हो हाम्रो भाइरल? यही हो? यही हो कि यही हो भाइरल। ए भाइरलमा यहाँबाट हिमाल सिमाल देख्नु होला? त्यो सेवारो सेवारो अनि ड्रेस चेन्ज गर्ने होइन? ए सबै यहाँ गुरुङ गाउँ हो यो? ए ल। यहाँ खाना पनि पाइन्छ? ए हामी त यहाँ खोज्दै आएको, कोही पनि बसेनौँ। पाइए बार बस्ने हो? सोध्दै सोध्दै छैन क्या। कहाँ हेर्दै जाऊँ के र अब? हजुर जाऊँ अगाडि अगाडि जाऊँ न। यो होमस्टेमा चाहिँ उसै पाइएन, कोठा नै पाइएन। हामी बुक पनि गरेका थिएनौँ। अब हामी तल एउटा होटेलहरू छ क्या बस्लाको जस्तो, त्यहीँ गएर अब बस्नु पर्छ होला। एउटा यहाँ हो अघि मैले देखाएको चाहिँ, यहाँ छ र यहाँ पनि छैन होला। हजुर म एकचोटि सोधेर आउँछ यहाँ छ कि हेरौँ। यहाँ अँधेरोमा केही पनि देख्छ। फाइनल्ली हामी चाहिँ यही गान्द्रुक चाहिँ आइयो। बल्ल 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 रुम पाइयो है। यहाँ तिनवटा केटाकेटीहरू एकदम भोगाएर आत्तिरहेछन्। त्यसपछि अब हामी खाना खाने। यहाँ होमस्टेको नाम चाहिँ बल्ल एउटा हल पाइएको छ। यो होमस्टेको नाम चाहिँ पुरानो गाउँले होमस्टे हो। यहाँ फेमस चाहिँ हामीभन्दा त्यहाँ अगाडि त्योमा फेमस होटल चाहिँ त्यही हो खास। त्यहाँदेखि फेमस चाहिँ टिकटक भाइरल होटल चाहिँ। हामी चाहिँ ठ्याक्कै यसको अपोजिट छौँ।
त्यसपछि भोलि चाहिँ त्यहाँबाट होमस्टेबाट सबै थोक देखिन्छ। माछा पुछेर धौलागिरी हिमाल नजिकबाट देखिया छ। भोलि तपाईँहरूलाई त्यो देखाउँछु। सानो यहाँ ठाउँ छ। 4 जना एउटै हलमा सुत्ने, अझ एउटा भाइ बहिनी रहेछन् 5 जना 6 जना छौँ। अब खाना खाने चाहिँ यता ठाउँ छ। यहाँ खाना हामीलाई पसिँदै हुनुहुन्छ। उता चाहिँ अब त्यो होमस्टे उता सुत्ने चाहिँ उता हामी त्यो यहाँबाट यो सुत्ने हामी चाहिँ सुत्ने यहाँभित्र। अब उता दाईहरू चाहिँ आएको ताप्दै हुनुहुन्छ। दाई चाहिँ उहाँ हो। यहाँ त पुरानो गाउँले होमस्टे एकदम पहिल्यैदेखि चलिरहेको ठाउँ। हामी चाहिँ फर्स्ट टाइम आएको दाई हामी। यहाँ कति वर्षदेखि होमस्टे चलाउँदै? यहाँ त बल्ल 1 वर्ष जति भयो होमस्टे चलाउनु लाग्यो। सबै गाउँमा घरमा छ होइन? सबैले होमस्टे बनाउनु लाए। यहाँ चाहिँ गुरुङ बस्ती छ क्या धेरै होइन? यो भाइरल घर चाहिँ होइन दाइ? एकदम टिकटकको त्यो भाइरल भएको कता? यस्तो कपडा फेर्ने ठाउँ? ए गुरुङ कटेज हो। यहाँ हिमालदेखि धौलागिरीदेखि ठाउँ? धौलागिरीदेखि त उता हो अन्नपूर्ण माछा पुछ्ने र उता जानुपर्छ के घोरेपानी। ए घोरेपानी होइन, यहाँबाट देखिने कि यहाँबाट देखिने भनेको त यही अन्नपूर्ण यहीँ घरबाट पनि देखिन्छ। ए ल हाम्रो खाना चाहिँ अब एकछिन पछि अरे दाइले एकछिन पछि भन्नुभएको। केही खानेकुरा खाएर त यसो बनेको केही खानेकुरा दाइ? दाइ केही खानेकुरा केही छ र यसो भोग लाग्यो जस्तो भयो? लोकल त नै अर्को मकै छ कि यताउति ठ्याक्क बनेको भट्टमास छैन है? ए ल ल ल ल ठिक छ, खुसी लाग्यो। यो नयाँ भोलि चाहिँ एकदम राम्रो भ्यू हामीले देखाउँछौँ। र अहिलेलाई चाहिँ यति भन्दै हामी अब सुत्ने। ल धन्यवाद, थ्याङ्क यू। ट्वाक्कै हिमालमा ठ्याक्कै देखियो हिमाल होइन? घाम पऱ्यो क्या बवाल देखियो ट्वाक्कै कस्तो बवाल देखियो है? यसमा क्यामेरामा देखिन्न यार, उसमा देखिन्छ। टिपिकल घरहरू चाहिँ टिपिकल छ यहाँ, त्यो बाबालाई देखिन्छ ट्याक्क। यहाँबाट हिमाल त मासु पुछेर यहाँ ट्याक्क देखिन्छ। बाबालाई छ भिडियो चाहिँ। घरहरू चाहिँ पुरानो घरहरू छ, तर बाटो पनि यस्तो बवाल छ। अब हाम्रो लागि चाहिँ नयाँ, यो चाहिँ नयाँ हो। एउटा यहाँ बहुत अल्छी गर्ने मिसन हुन्छ है म्याडम, आज बहुत अल्छी लगाइरहेको। सन्चो भएन भन्नुभएको। हजुर गरेँ होला नि कि यहाँबाट छैन न? भरोसा रहेछ भन्नु, भरोसा यता नि त। ए हाम्रो ह्यान्डसम म्यान
रुक रुक ल यस्तो बलै देखियो अहिले चाहिँ यहाँबाट फेरि ठ्याक्क माछा पुछे चाहिँ देखिन्न यहीँ यो हामी बसेको चाहिँ त्यही तल यहाँको चाहिँ हाम्रो बिहानको ब्रेकफास्ट हाम्रो यो के कोदाको के भन्छ अरे पुरी खाजा ब्रेकफास्ट यहाँ भन्दाखेरि ब्रेकफास्ट भन्दै थियो के अरे खाजा हो एकदम वर्षरको खाजा हाम्रो ब्रेकफास्ट यही हो जे भए पनि खाने यही हो यता धर्म संस्कृति मास्न पाइँदैन धर्म संस्कृति मास्न पाइँदैन है नारा लाउनु पर्यो राष्ट्रिय भाषाको सम्मान गर्नुपर्छ यहाँको स्पेसल चाहिँ यही हो बिहानमा चिसै देखा नि यार कस्तो छ चिसो रहेछ क्या यार कस्तो लागिरह खानु हो त्यसो गर्नु त रोटी नै बगल छ चिया चाहिँ कता आफ्नै हो यहाँ ठ्याक्कै हिमालको साइडमा बसेर अलि नजिकै बसेर खानु न यार कति टाढा बसेर भिडियो गराउँदैछु त्यो बन्द गर्नु त्यसमा त्यो काट्नु यत्रो बेर बनाएको अब खानु पर्यो बसेर बनाउनु न त चियाको चुस्कीसँगै क्यामेरा आयो क्या रुखमा हात छेक्यो ल ठिक छ अब ल ट्याक्क हामी बसेको चाहिँ यति पैसा भएछ धेरै भएको छैन होमस्टेमा एकदम राम्रो खाइयो दाइ राम्रो 4800 रुपियाँ दाइलाई बुझाइयो ल दाइ धन्यवाद है हजुरहरूलाई धेरै राम्रो बस्यो ल ल फेरि पनि आउँछौँ मिल्यो भने ल खै काटिदिनु त्यसो भए अरू साथीभाइ आउँदा पनि भन्नुहुन्छ ल खै काटिदिनु न त कहाँ गान्तोकबाट निस्कियो अबको यात्रा पोखरा चलो यात्रा पोखरासम्म अब यात्रा कहाँ हो हाम्रो आजको यात्रा कहाँ